मलङ्गवामा 15 दिवसीय सहयोग शिक्षक तालिम सम्पन्न। 37 जना योग शिक्षक विधिवत दीक्षित सर्लाहीको सदरमुकाम मलङ्गवामा विगत 15 दिनदेखि सञ्चालन भइरहेको विशेष सहयोग शिक्षक तालिम आज एक भव्य समारोहका बीच औपचारिक रूपमा सम्पन्न भएको छ। पतञ्जलि योग समिति सर्लाहीको आयोजनामा सञ्चालन भएको यस तालिमबाट मलङ्गवा नगरपालिकाका विभिन्न वडाका 37 जना प्रशिक्षार्थीहरूले योग शिक्षकका रूपमा विधिवत दीक्षा प्राप्त गरेका छन्। मलङ्गवास्थित जिल्ला समन्वय कार्यालयको परिसरमा रहेको योग भवनमा आयोजित समापन कार्यक्रमको वातावरण अत्यन्तै आध्यात्मिक र अनुशासित देखिएको थियो। कार्यक्रमको सुरुवात बिहानको नियमित योगाभ्यासबाट गरिएको थियो। योगाभ्यास पश्चात सहभागी योग शिक्षकहरूका लागि एक विशेष लिखित परीक्षाको आयोजना गरिएको थियो। उक्त परीक्षा र त्यसपछिको पावन यज्ञ हवन कार्यमा सबै सहभागीहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए। हवन कार्यले समापन समारोहलाई थप धार्मिक र सौहार्दपूर्ण बनाएको थियो। उक्त गरिमामय समापन समारोहको अध्यक्षता पतञ्जलि योग समिति सर्लाहीका अध्यक्ष श्री कौशल किशोर सिंहले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पतञ्जलि योग समिति मधेस प्रदेशका मिडिया प्रभारी श्री भूपाल श्रेष्ठ, प्रदेश सचिव श्री बैजनाथ शाह तथा प्रदेश सदस्य श्री अर्जुन तिमिल सिन्हाको गरिमामय उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा पतञ्जलि योग समिति मलङ्गवाका नगर अध्यक्ष श्री त्रिलोकी राय, पतञ्जलि योग समितिका जिल्ला सदस्य श्री नकुल कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला शाखाका अन्य पदाधिकारीहरू तथा नियमित योग अभ्यासमा सहभागी योग अभ्यासीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले यो 15 दिने तालिमको समापन मात्र नभई नयाँ दीक्षित योग शिक्षकहरूका लागि समाजमा योग शिक्षा फैलाउने एक नयाँ जिम्मेवारी र सक्रिय यात्राको सुरुवात भएको बताउनुभयो। यज्ञ हवनको पवित्र विधि पश्चात सम्पूर्ण 37 जना दीक्षित योग शिक्षकहरूलाई टीका, माला र खादा अर्पण गरी सम्मान तथा स्वागत गरिएको थियो। सो अवसरमा सबै नवनियुक्त योग शिक्षकहरूले निष्ठापूर्वक योगको प्रचार प्रसार गर्ने र स्वस्थ समाज निर्माणमा लाग्ने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेका थिए। समारोहको अन्त्यमा सहभागी सबैका लागि दिव्य र सात्विक भोजनको व्यवस्था गरिएको थियो, जसलाई सबैले सामूहिक रूपमा ग्रहण गरेका थिए। मलङ्गवा नगरपालिकाभित्र दोस्रो पटक आयोजना गरिएको यो सहयोग योग शिक्षक तालिम अत्यन्तै भव्य र प्रेरणादायी रूपमा सम्पन्न भएको आयोजक पक्षले जानकारी दिएको छ। तालिम समापनपछि दीक्षित योग शिक्षकहरू आफ्नो नयाँ भूमिका र सामाजिक जिम्मेवारीप्रति निकै उत्साहित देखिएका छन्। यस तालिमले जिल्लामा योग, स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा दूरगामी र सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।